हेलो साथीहरू, अब हामी चाहिँ आज अहिले ट्रेनिङमा आएको गिफ्ट एक्सचेन्ज गर्न लागिरहेको छौँ। कलर गिफ्ट एक्सचेन्ज अब हेरौँ कस्तो हुन्छ। कुन कलर? ब्ल्याक ब्ल्याक। ओ मा ब्ल्याक ओ यो नदेखाउनु देखाउँदैन के यसमा राखेको भयो नि सुप्छ ए कोला गयो ब्ल्याक कलरै हरायो त नि मेरो त ए मैले देखाएँ। ल मेकअप सामान है मेकअप सामान यो मेरो है यो मेरो है यहाँ राख रेड हो रेड हो रेड यो के हो? यो यहाँ जे राखे पनि हुन्छ यो पनि भन्ने रहेछ। ल जे राखे पनि हुन्छ ल यो पनि राम्रो छ। अब कुन अब हान्ने कुरा पो रहेछ। अब कुन? अब पिङ्क 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 चाहिँ के थियो ल पिङ्क यो चाहिँ यो 6 पिस छ बट्टा बट्टा काम लाग्छ मेरो पिङ्कपछि ऑरेन्ज ऑरेंज ऑरेंज ल क्यों यो ल्याइदिएको म त झन् भन्ने के पनि हुन्न नि भन्ने यो के हो ओरेन्ज अर्को ओरेन्जपछि ब्लू ल्या ब्लू पनि झन् भन्ने ब्राउन भन्ने कुरा भनेको त उता झन् यो के हो ए ओके ओके ले अब ब्राउन पछि ग्रीन 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 पनि मैले ले कसमै कस्तो एक्सपेन्सिभ कुरा ल्याइदिनु यो के हो यो काम लाग्छ नि त ग्रीन पछि लास्ट व्हाइट व्हाइट यस राम साथीहरू हेर्नु कति धेरै गिमा हेर्नु थ्याङ्क यू थ्याङ्क यू